नमस्ते साथीहरू। आज हामी मुस्ताङदेखि पोरमुस्ताङ लोमान्थाङ हुँदै कोराला चाइना बोर्डरसम्मको यात्रा गर्दैछौँ। आज हामी नेपालको सबैभन्दा रहस्यमय र ऐतिहासिक भूभाग पोरमुस्ताङको यात्रामा निस्किएका छौँ। यो यात्रा सुरु हुन्छ मुस्ताङबाट लोमान्थाङ र अन्त्य हुन्छ नेपालको अन्तिम उत्तरी कोराला नाका चीन सिमानामा। यो यात्रा केवल हिमाल हेर्न मात्र होइन, हजारौं वर्ष पुरानो संस्कृति, तिब्बती सभ्यता, सांस्कृतिक संसारकै अनौठो भूगोल, प्राकृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभव गर्ने अवसर हो। जाँदै थियौँ। कुनै ठाउँहरूमा एन्ट्री पनि गर्नुपर्ने हुँदो रहेछ। अब धेरै आन्दोलनहरू जेएनजी आन्दोलनहरूले गर्दाखेरि हामीहरूलाई धेरै ठाउँमा चेकिङहरू खासै त्यस्तो थिएन। सायद प्रहरी कर्मचारीहरू पनि कम्ती भएको कारणले गर्दा हुन सक्छ यस्तो भएको। बाटोमा विभिन्न अप्ठ्यारोहरू, कच्ची बाटो र बाइकलाई अक्सिजन नपुगेको कारणले गर्दा बाटोमा धेरै अप्ठ्यारो, गाह्रो, जाने कि फर्किने भनी एकदम धेरै कन्फ्युज थियो। त्यसै गरी हामीसँग 2वटा झोला रहेको थियो। त्यस झोलामा हाम्रो कपडाहरू, सामानहरू थियो। हामीलाई धेरै अप्ठ्यारो भइरहेको थियो त्यो झोलाले, र साथीले त्यसै गरी अप्ठ्यारो भएको बावजुद पनि काँधमा हालेर बोकेर ठाउँ-ठाउँमा झर्ने, कच्ची बाटो भएको कारणले गर्दा झर्ने चढ्ने गर्दै हामीले यात्रा गरिरहेयौँ। हाम्रो सहरी साधनले राम्रोसँग उकालो बाटोहरू, कच्ची बाटोहरू राम्रोसँग तान्नु नसकेको कारणले गर्दा हामीले ठाउँ-ठाउँमा चेक गऱ्यौँ। पेट्रोल पो सकियो कि बाँकीमा एयर पो पसेर जाम भएको हो कि तेल पासेन भएको हो भनेर पनि गऱ्यौँ। तर त्यो होइन रहेछ। यो ठाउँहरू मुस्ताङबाट मास्तिर लाग्ने बित्तिकै झन् मान्छेलाई जस्तै गाडी लाने लेक लाग्ने हुँदो रहेछ, अक्सिजन कम हुने हुँदो रहेछ। त्यो भएर बाइकले बल्ल तल जाँदाखेरि तान्यौँ। अब हामी रमणीय दृश्यहरू पनि हेर्दै लागिरहेका ठाउँ हामी आफ्नो गन्तव्यतिर। बाटो भने चाहिँ कच्ची थियो, एकदम अप्ठ्यारो भनौँ। अब सुरुमा ट्राभल गर्ने मान्छेहरूलाई अलिक गाह्रै हुने थियो। ग्राभल भएको कारणले गर्दा हात दुख्ने। Halo.
हलाएर जानुभयो बाइक हलाउँदैछु मुस्ताङ नेपालको गण्डकी प्रदेशमा पर्ने हिमाली जिल्ला हो। यहाँ अधिकांश भूभाग समुद्री सतहबाट 2800 मिटरदेखि 4660 मिटरसम्मको उचाइमा फैलिएको छ। हिमाल वर्षा छाया क्षेत्रमा पर्ने भएकाले यहाँ हरियाली, जङ्गल कम र रातो पहेँलो तथा खैरो रङको विशाल पहाडहरू देखिन्छन्। करोडौँ वर्षअघि बनेको चट्टानहरूले यस ठाउँलाई प्राकृतिक सङ्ग्रहालय जस्तै बनाएको छ। जमसुमबाट लमनथाङसम्मको सडक अहिले धेरैजसो ग्राभेल र केही ठाउँमा कालोपत्रे गरिएको छ। बाटो धुलो, उकालो ओह्रालो, नदी पार गर्ने भाग र साँघुरा घुम्तीहरू भेटिन्छन्। वर्षायाममा केही ठाउँमा यात्रा कठिनाइ हुन सक्छ, तर मौसम खुलेको बेला दृश्य अत्यन्तै मनमोहक हुन्छ। अहिले आइरहेको बेलामा मौसम एकदम खुल्ला थियो। दसैँको अगाडि दसैँको र तिहारको बिचमा हामी धेरै घुमघाम गर्न सक्छौँ यो ठाउँतिर। लोमाङथाङ करिब 3840 मिटर उचाइमा अवस्थित छ भने कोराला नागा करिब 4660 मिटरमा रहेको छ। यति उचाइमा अक्सिजन कम हुने भएकोले केही मानिसहरूलाई टाउको दुख्ने, थकान लाग्ने वा सास फेर्न गाह्रो हुन सक्छ। त्यस्तै गरी हाम्रो बाइकको लागि पनि हामी चढेर गएको सवारीको लागि पनि अक्सिजन कम भएको कारणले हेर्न सक्नुहुन्छ। फेरि अर्को डाँडा कट्यौँ। डाँडाको नाम चाहिँ हामीलाई थाहा भएन होइन, तर हामी अब उकालो चढिसक्यौँ। यो डाँडा चढेको, यो डाँडा चढेर फेरि ओह्रालो पो झारिदियो। अब भोलि पुरै त होला नि जस्तो लाग्यो। यस्तो छ है साथीको, अब यस्तै छ र अहिले पनि छ, ढाड पनि सड्किरहेको छ। अब यस्तै अब यहाँ बाइकमा आएर चाहिँ अब त्यही हो, हिमाल चढे जस्तै छ बाटो चाहिँ। ढुङ्गामा यस्तो देख्न त हो होइन, देख्न सक्नुहुन्छ। हाम्रो ड्राइभर ज्यू एकदम हुन्छ यस्तो साथी हेलो कि यो स्वर्गै हो, सुकै छ त हो यसै जस्तो छ। नेपालीले नदेखेको ठाउँ यहाँ पो छ त हो, आउनै पर्ने ठाउँ अब आउनै पर्ने ठाउँ। 3 करोड नेपाली आउनै पर्ने ठाउँ यो हो है, देख्न सक्नुहुन्छ तपाईँहरूले। 3 करोड नेपाली चाहिँ आउनै पर्छ यहाँनिर एकचोटि फेरि, होइन भनेदेखि जिन्दगीले सार्थकता दिँदैन। त्यही भएर 3 करोड नेपाली आउनै पर्ने ठाउँ यो हो गाइस, ल देख्न सक्नुहुन्छ है। ल अब हामी पर्खिदिउँ ठाउँ राइडिङमा एकदमसँगले। अब म त्यत्रो चाहिँ अलिक गाह्रो ठाउँमा चढेको हो, यता चाहिँ अब यता राइडर मात्रै हो, थुप्रो हो।
त्यही भएर म चाहिँ यसो अप्ठ्यारो परेको ठाउँमा देखिँदैन को भनेपछि त्यही त हो नि अलिक हुन्छ नि पोल चलाउनु टाढो यता हो पोले चलाउनु अब अहिले नहाल्नु मलाई त्यता ढाड सर्किरहेको छ त्यसैले हामी लोमानथाङको बस्यौँ एउटा होटलमा। त्यहाँ राम्रै खानपिन भयो, राम्रै थियो। एक रातको त्यस्तै 1000देखि 1500सम्मको रुमहरू हेरी 2-3जनासम्म हामी 2जना गएका थियौँ। 2जनासम्म हेरी बस्न सकिन्छ। ल गाइस हामी पुरै लोमानथाङबाट कोराला भन्ने ठाउँमा जाँदैछौँ। इन्डिया चाइना बोर्डर बाटो यस्तो छ। बाटो नराम्रो होइन, ठिकै छ यस्तो। अब योभन्दा कस्तो नराम्रो बाटो चलायो। नेपाल चाइना बोर्डर हो क्या? मैले इन्डिया चाइना भने माई मिस्टेक। अब नेपाल र चाइना बोर्डर हो है खासमा चाहिँ। सङ्घीय अड्डा 24 नम्बर पिल्लर जाँदैछौँ गाइस हामी। देख्न सक्नुहुन्छ बाइकले पुरा पानी राखेको छ। बाटो त अब यतिको त ठिक हो, यस्तै हो अन्त। हाम्रो सवारीलाई पनि अक्सिजन चाहिने भएको कारणले जति उचाइमा गयो उति अक्सिजन कम भएको हुनाले धेरै असहज भएको थियो सवारी साधन उकालो लानलाई तान्नलाई पावर अलि राम्रो नदिएको जस्तो अनुभव भइरहेको थियो। को बाटो यस्तो छ अवस्था। सुपर मुस्ताङ है गाइस, सुपर मुस्ताङ। What a view! Oh my God, man!
बाटो है वा त्यो पनि छ बाइक पनि दौडे हा हो क्या छ त्यो त स्पिड ब्रेकरै हो जस्तो यार धेरै स्पिड नकुदा भनेर बनाएको छ टाइपको यार पुरा राम्रो छ त है के हो यार यस्तो यार तेरिका यार तेरिका माट टोक्ने यार त्यही होला क्या त्यही नै होला क्या अप्पर मुस्ताङ नेपालको सबैभन्दा सुक्खा हिमाली क्षेत्रमध्ये एक हो। गर्मी दिनमा न्यानो भए पनि बिहान र बेलुका निकै चिसो हुन्छ। जाडोमा तापक्रम 0 भन्दा धेरै तल झर्न सक्छ र भारी हिमपात पनि हुन्छ। तर हामी गएको बेला भने हिमपात भने त्यस्तो केही थिएन। हामी दशैंको अगाडितिर गएको थियौँ। हावा विशेष गरी दिउँसो निकै बलियो चल्ने भएकाले बिहान यात्रा गर्नु उपयुक्त मानिन्छ। हिमालको दृश्य र खुल्ला आकाशले यहाँको सौन्दर्यलाई अझ विशेष बनाउँछ। हेलो गुड मर्निङ साथीहरू। पुरा हामी चाहिँ फाइनली यहाँ नेपाल चाइना बोर्डरमा आइपुगिसकेका छौँ। अब चट्टसँगले बाइकमा आएको जाडो छ। बिहान 9 बज्न लाग्यो। हामी लुमानथाङबाट हिँडेको कति 7 बजी हिँडेको। 7 बजी 1 घन्टा पनि आइपुग्दैछ। अब त्यस्तै उस्तै यहाँको मान्छेले 1 घन्टा नि नलाग्ने रहेछ। नेपाल चाइना नेपाल चाइना ल नेपाल आयो सोल्टी पार्टी ल नेपाल रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो चाइनिज चौचौ खाँदै दामी छ है चाइनिज चौचौ। के हो नाम चाहिँ हो
यहाँ मात्र खाइएको थियो यस्तो कप होला पाउँछौ यहाँ पनि अब नेपालमा नै भेट्थ्यो है त्यो पनि चाइनाको बोर्डरमा पाइने छोरिदेऊ लाउन मलाई हामी हराई दुनियाँलाई फिर्तीको नौलो नमुना बनिदिउँ है फिर्तीको नौलो नमुना बनिदिउँ है यो चाहिँ चाइना बोर्डरबाट फर्किँदै गर्दाको भिडियो भ्यूहरू चाहिँ चाइना बोर्डर फर्किँदाखेरि अहिलेसम्म सबै नेपाललाई अलिकति सरकार आज आफैले हिँड्नु भन्ने हो नि त बाटोमा आफैले आफूलाई मिलाउनु त्यही त नि क्या अब फोहोर गर्नु हुँदैन भन्छ उ गरेर नगरपालिकाले उठाउने उ गरिदियो आफैले फोहोर नगरेर ट्याक्क ठाउँमा होइन अब फोहोर फाल्ने एउटा सबै चिज एउटा व्यवस्थित आफैले गऱ्यो भने पनि त नि त्यतिकै भइहाल्यो नि हेर त अनि त्यो अनि हाम्रो चाहिँ मेन सरकारी कर्मचारीहरूको पनि दिमागमा चाहिँ के अलिकति त्यो क्या अब राम्रो खालको पोजिटिभ त्यो दिमाग छिर्दैन क्या छैन क्या एउटै एकै ठाउँमा हुने काम घुमाउने तपाईँले जानेछ भने यसरी गराउन सक्यो भन्दा नि ए त्यो जान्ने बोल्थ्यो भन्ने त्यस्तो खालको कुरालाई घुमाइदिन्छ सरकार मेन पहिलोपटकमा अब नेता भन्दा नि अब नेपालको चाहिँ सरकारी कर्मचारी सुध्रिनु पर्यो त्यसपछि जनता फर्स्ट अफ अल जनता त्यहाँबाट सरकारी कर्मचारी त्यहाँबाट नेता जनता सुध्रेपछि त मेमोरी फुल भइसक्यो ल गाइस देख्न सक्नुहुन्छ होइन हाम्रो नेपाल चाइना बोर्डरबाट फर्किँदाखेरिको के नाका रहेछ अरे यो कोराला नाकाबाट फर्किँदै हाम्रो नेपाल हो देखेको चाहिँ सबै चाइना होइन नि फेरि यो यहाँ देख्न सकिन्छ हिउँहरू हिमालहरू हिउँमाथि कुहिरो सबै देख्न सकिन्छ सरर ओ मैला गट यहाँबाट काठमाडौँ छिर्ने बित्तिकै दिमागै ह्याङ हुन्छ हौ फेरि अनि गज्याङ गोजुङ प्याँ आइपुग्नु धुलो ब्यागमा आइपुग्नु होइन यहीँबाट मान्छे फुत्त कतिरहेको छ यहीँबाट गइरहेछ सिस्टमै छैन क्या नेपालको मान्छेको हामी जनताबाट त्यस्तै हो क्या नेता मात्र भनेर हुँदैन क्या वास्तवमा भन्ने हो नि भ्यू ओ गाइस देख्न सक्नुहुन्छ पाहाड छोडेर बनाएको बाटो भात त म त चिसो भयो नि खाइदिन्छु हौ त्यस्तो भोक लागिसक्यो अहिले त दुई खाप खाइदिन्छु भात बरु पैसा धेरै काट्दा साथै भनिदियो
आधी किलो चामलको पैसा तिर्छु मलाई अरे यार 500 रुपियाँ 600 रुपियाँ हालेको जस्तो यार भुडी फुटी गरी खानु पर्यो नि भात यार 250 खायो अब लाइट खानु यार त्यही माथि बाइकले उफारे जस्तै छ होइन बाइकले त उफार पानी बनाइदिन्छ त्यही भएर गाह्रो छ गाइड आयो हौ यो 1300 रोड पछि मुन्तिर त भने एक टर्निङ हानेर अब यो 1300 रोड एक टर्निङ हानेर तल आएपछि त आइगयो नि मैले पत्ता लगाइदिनु न भनेको अघि न गाडी फसेको ठाउँ पत्ता लगाएन मैले अघि पैसा देखाइदियो ल 1000को बिचै देखाइदिनु मन लाग्छ नि हजारको बिचा देखाएर यस्तो गरेर यस्तो गरिदिनु पर्ने भरे पैसा खोज्दाको साथ दिनु यार भरे यार यार